सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण र निष्पक्ष निर्णायक मण्डल ज्यू र यहाँ आदरणीय प्रधानाध्यापक ज्यू, गुरुवर्ग, गुरुआमा तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुमा म सविता मुखियाको तर्फबाट स्वीकार्नुहोस् हृदयदेखि नमस्कार। म आज सामुदायिक विद्यालयको विकासमा स्थानीय तहको भूमिका विषयमा आफ्नो विचार व्यक्त गर्न चाहन्छु। सामुदायिक विद्यालयको अर्थ सानो अर्थमा भन्नुपर्दा सरकारी विद्यालय हो। विद्यालय हाम्रो ज्ञानको खानी, सपना हेर्नु भविष्यको कहानी। विद्यालय हाम्रो ज्ञानको खानी, सपना हेर्नु भविष्यको कहानी। स्थानीय तहले दियोस् साथ, शिक्षाको बाटो सरल स्वच्छ र सात्विक हात। शिक्षाको बाटो सरल स्वच्छ र सात्विक हात। महोदय, विद्यालय भनेको ज्ञान प्राप्त गर्ने केन्द्र मात्रै होइन, समाजको विकास गर्न, समाजको भविष्य निर्माण गर्ने आधारशिला पनि हो। हाम्रो देश नेपालमा अधिकांश सामुदायिक विद्यालयहरू छन्, तर अधिकांश विद्यार्थीहरू सामुदायिक विद्यालयमा अध्ययनरत छन्। तर ती सामुदायिक विद्यालयहरू धेरै चुनौतीहरूका सामना गरिरहेका छन्, जस्तै आर्थिक स्रोतको अभाव, दक्ष शिक्षकको अभाव र आधुनिक शैक्षिक विधिको अभाव। यति अभावले गर्दा विद्यार्थी र विद्यालय कसरी विकसित हुन सक्छन्, यसमा म स्थानीय तहको भूमिका विषयमा केही भन्न चाहन्छु। यस्तो अवस्थामा स्थानीय तहको निकै महत्त्वपूर्ण भूमिका हुन्छ। सर्वप्रथममा आर्थिक स्रोतको व्यवस्थापन, विद्यालयमा नयाँ भवन निर्माण, दक्ष शिक्षकको व्यवस्थापन, खेल मैदान, शौचालय, शुद्ध खानेपानीको व्यवस्था गर्न सक्छ। दक्ष शिक्षक र शिक्षक व्यवस्थापन र तालिमको दक्ष शिक्षकको व्यवस्थापन गर्नुपर्छन् र शिक्षकले गरेको निर्णय निर्माणमा स्थानीय तहको सहयोग गर्न सक्छ, स्थानीय तह सहयोग गर्न सक्छ। विद्यालय व्यवस्थापनमा अभिभावक र समुदायको सहभागिता, विद्यालयको निर्णय लिनको लागि समुदायको निर्णय पनि निकै सशक्त हुन सक्छन्। समुदाय, अभिभावक र स्थानीय तहको सहायकहरूले मिलेर गरिने निर्णय एकदमै सशक्त हुन्छ र विद्यालयको लागि, विद्यालय विकासको लागि प्रभावकारी पनि हुन्छ। यतिकै भन्दै म आफ्नो शब्द टुङ्ग्याउँछु। हस्त धन्यवाद। जस्मिन कंप्यूटर ट्रेनिंग सेंटर, शंकर चौक, चौधरी कॉम्प्लेक्स।